र त गाइस यो चाहिँ अब लट्स अफ प्लेसेस हो कि सो गैरी गाउँ भयो मैले उताबाट नि देखेँ चाहिँ बिच गाउँ त्यही त्यो तल्लो अनि त्यो पर एउटा कालो झन्डै ढुक्कै भइदिएको नि अब अहिले चाहिँ इसिसिडी स्कुल मान्छेहरू पनि बस्थ्यो क्या यतातिर चाहिँ कुजो जाम्बो एन्ड नमस्ते टु अल माई फ्रेन्ड्स एन्ड फ्यामिली ब्याक विथ अ ब्रान्ड न्यू भिडियो ओके सो ल त गाइस यो चाहिँ हाम्रो सबभन्दा सर गाउँ है अनि अहिले यस्तो छ पानी परेको अवस्था छ होइन तर अहिले यस्तो भएको अनि यता पनि छ है क्यान्टिन भन्छ यताको चाहिँ गाउँको रोड चाहिँ यस्तो छ अहिले र त गाइस यो चाहिँ अब तल्लो गाउँदेखि आएर यो गैरी गाउँपट्टि होइन त्यहाँनिर अलिक घर छ होइन अनि यो भयो गैरी गाउँको है त्यता पारि चाहिँ बिन्दु गाउँ र एन्ड बिन्दु अनि त्यही हो गाइस हामी अब यो पनि गैरी गाउँको भयो होइन अनि त्यस पछाडि हामी पुरो के भन्छ पल्लो छेउ गाउँतिर देखाउँछु त्यसपछि आएर हामी ठुलो खर्क काचिङ गाउँको सबै दृश्यहरू देखाउँदै म उयो गर्दैछु है अनि अहिले चाहिँ दिन यतिको छ यो हाम्रो रोडहरू भयो डगहरू पनि छ है अनि यता बोजू एउटा फकिङ गाउँ And yes guys, right now at a viewpoint okay. Actually this isn't a main viewpoint, so we can say from here also you will be able to see lots of places okay. So right now we are going that side okay. That's different. I mean like it's within the Kachin गाउँ अनि त्यहाँ तल भने चाहिँ यस्तो छ है त्यहाँ एउटा घर भयो यहाँ हाम्रो जुन चाहिँ के भन्छ मैले कल्डेरा भनेको थिएँ कल्डेरामा चाहिँ यहाँ 3 घर 3 घर छ यहाँनिर है अनि यता गर्दा 4 घर भएको छ अनि त्यो उता बन्दुके गाउँ चाहिँ त्यति साह्रो भिजिबल छैन अनि यता गैरी गाउँ भयो मैले उताबाट नि देखाइसकेको छु यसको दृश्यहरू अनि माथि एउटा गाउँ घर छ त्यो चाहिँ बिच गाउँ त्यही त्यो तल्लो अनि त्यो पर एउटा कालो देख्ने चाहिँ अब तपाईहरुले त्यो देख्नु सकेको छैन होला यो देख्ने यहाँ चाहिँ यो माथि कालो देख्ने चाहिँ द्याट्स पुण्डेरा त्यो चाहिँ पुण्डेरा अनि हामीले त्यो यहाँ देखिरहेको छ नि यो अलिकता रोड र त्यसपछि अलिकता त्यो च्यादरहरू देखिने चाहिँ त्यो चाहिँ हाम्रो इसिसिडी स्कुल भनिन्छ है अनि स्कुल त्यो सानो नानीहरूको लागि त्यो क्या त्यति बेसी त छैन 1 to 3 सम्म चाहिँ त्यहाँ छ त्यस पछाडि हाम्रो त्यो भयो फाल्टे त्यो चाहिँ फेरि फाल्टे हो हाम्रो ठुली आमाहरूको चाहिँ गाउँ त्यता छ है त्योलाई चाहिँ हामीले तल्लो गाउँ एक्ज्याक्टली तल्लो गाउँ चाहिँ भनिँदैन बिचकै हो त्यो पनि है त्यस्तो गरेर यस्तो दृश्यहरू छ अहिले अनि अब उता हेऱ्यो भने चाहिँ यस्तो छ त्यस पछाडि हाम्रो यहाँ देख्ने चाहिँ भालुकोप भनिन्छ यो हात्ती गाउँ यो गोले गाउँ त्यहाँदेखि यो हात्ती गाउँ भनिन्छ है अनि यो तल देख्ने यो पारिपट्टि चाहिँ ओह्राले भनिन्छ है त यहाँ बिचमा एउटा खोला छ त्यसै गरी अझै ब्लगको एन्डमा आइसकेको छैन अझै हामी पनि माथि ठुलो खर्को जानु पनि अझै बाँकी छ है अनि त्यस पछाडि म हामी गाउँ पनि देखाउने छु दृश्य हजुरहरूलाई सो त्यसले गर्दाखेरि इफ यु सो वाचिङ द्याट डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल ओके एन्ड यस भिडियो मन परेको छ है यसै गाउँको दृश्यहरू अझै देखाउनुको लागि नयाँ काम काजहरू अब यस्तै हुन्छ नि अब होइन त्यसको लागि स्टे ट्युन होइन अनि त्यस पछाडि म धेरै भिडियोहरू ल्याउने प्रयास गर्दछु है अनि हजुरहरूलाई ठ्याक्कै कुन गाउँको कुन ठाउँको अथवा यो मात्रै यो जग्गाको मात्रै एउटा भिडियो ल्याउनु छ भने नि अब हजुरहरूलाई त्यो चाहिरहेको छ भने प्लिज डु लेट मी नो इन माई कमेन्ट सेक्सन सो द्याट आई क्यान वर्क अन द्याट पर्टिकुलर एरिया है त सो त्यही छ अहिले अनि अहिलेको गाउँको रोड चाहिँ यस्तो छ है त अनि त्यही हो अहिले उत्तलो देख्ने चाहिँ सबै मकैबारी हो अनि प्रायः चाहिँ अलैँची बारीहरू हुन्छ अनि यो माथि हाम्रो फुपू चाहिँ घाँसको बारी लिएर आउनु भइरहेको छ है त त्यही हो अहिले चाहिँ फुपूले चाहिँ बाख्रा र गाईलाई घाँस काटेर आउनु भइरहेको छ माथिबाट है अलैँची बारीको बाट काटेको रहेछ घाँस
and yep, this is the view. र त गाइस अहिले चाहिँ भनेपछि हाम्रो मकैको सिजन भएकोले गर्दाखेरि हल्का जमराहरू पनि खेल्नु थालिसकेको रहेछ र यो चाहिँ हाम्रो के भने बिचगाउँ यता बिचगाउँ पर्छ राइट नाउ कन्स्ट्रक्सनहरू भइरहेको छ यहाँनिर त्यस पछाडि हाम्रो त्यहाँ पनि बिचगाउँमै भनिन्छ हुनु चाहिँ है सँगै भएकोले गर्दाखेरि त्यो चाहिँ शर्मिला बाबुबाजी भन्छ हामीले चाहिँ हुनु चाहिँ होइन एक्ज्याक्टली नाम चाहिँ मलाई थाहा भएन सो हामीले बच्चादेखि नै त्यसरी बोलाएको कारणले गर्दा चाहिँ सो हामी शर्मिला बाबुबाजी नै भन्नुहुन्छ अनि त्यो माथि चाहिँ हाम्रो पुण्ड्यारा हो यो यसो देखेको चाहिँ पुण्ड्यारा त्यस पछाडि यहाँ माथि नै एउटा घर छ होइन त्यहाँ माथि चाहिँ पहिला हामीले एनएफई स्कुल भन्थ्यो पहिला अब हामी भर्खर थाहा हुँदा चाहिँ एनएफई स्कुल त्यो माथि अब यो मासहरू देखेको पल्लोपट्टि डाँडामा चाहिँ एनएफई स्कुल भन्ने चाहिँ त्यहाँ थियो होइन अनि हजुरहरूले कतिजनाले याद होला अब इफ यु वेयर फ्रम काचिन होइन इफ यु आर फ्रम काचिन एन्ड इफ यु आर लिभिङ फार अवे फ्रम दिस भिलेज देन यु माइट बी नोइङ एनएफई स्कुल कहाँनिर थियो भनेर सो त्योदेखि चाहिँ अलिकति माथि अहिले अलिकति चेन्ज भएको छ यहाँको उयोहरू दृश्यहरू किनकि अलैँचीबारी चाहिँ प्रायः चाहिँ अलैँचीबारी नै छ भनौँ अनि त्यहाँ माथि चाहिँ मेरो आमाको मेरो बोजूको घर चाहिँ त्यहाँ हुने गर्दा थियो पहिला अनि अहिले चाहिँ त्यो जुगाहरू पनि हल्का लाग्नु थालेको छ त्यसो गरेर पहिला चाहिँ त्यहाँ पुण्ड्यारामा चाहिँ घर हुन्थ्यो सो अहिले चाहिँ त्यहाँनिर एउटा घर चाहिँ छ छनु त तर आई डोन्ट नो हु इज स्टेइङ देयर ओके सो यसरी भिडियोहरू हेर्नुको लागि सो हिट द फलो बटन ओके एन्ड यस अझै राम्रो ब्लगहरूको अझै धेरै ब्लगहरूको लागि चाहिँ मैले यहाँ दिइसकेको छु विजय एक्सप्लोरिङ भनेर हजुरहरूले गएर एक सब्सक्राइब हानिदिनुहोस् होला है सो द्याट म जतिवटा भिडियोहरू पनि हेरिरहेको हुन्छ गाउँको सो हजुरहरूले मिस नहोस् भनेर सो ओके ल त गाइस अहिले भनेपछि अर्कोपट्टि आइपुगेको अवस्था है यता गाउँमा होइन अनि उता बोजू बस्नु गइरहेको छ हाम्रो बोजू पर के गर्नु भएको बोजू झन्डै ढुक्कै भइदिएको नि त्यही हो अहिले यता वल्लपट्टि गाउँमा आइपुगेको अवस्था है यस्तो छ माथि माथिसम्म छ है त बोजू यताबाट चाहिँ लागिसकेको अवस्था है अनि त्यो पर एउटा यहाँ गाउँ छ घर छ यहाँ छ एउटा त्यही पारी देख्ने भागको भने मैले अलरेडी पनि हो अनि एउटा बुनियाद छ ल त अहिले चाहिँ हामी गाउँ आइपुगेको अवस्था है यस्तो छ भ्यू अनि हाम्रो तलको गाउँ पनि देख्नु पर्दैन होइन त्यहाँ एउटा घर छ त्यो चाहिँ छेउ गाउँ भन्छ है त औ देखाएको छु आएको छु उताबाट त्यो पारी देख्ने चाहिँ आमाको गाउँ हो त्यो देख्ने चाहिँ आमाको गाउँ है ल त गाइस अहिले भन्छ यो चाहिँ हाम्रो पहिलाको अहिले चाहिँ इसिसिडी स्कुल हो सानो बच्चाहरूको लागि अनि पहिला चाहिँ भने यो चाहिँ के थियो नि हाम्रो एनएफई स्कुल भन्ने थियो भन्ने गर्दा थियो है अहिले यस्तो छ यहाँ एउटा चौतारा भयो यो चाहिँ पुण्ड्यारा है त पुण्ड्यारा यो चाहिँ अनि पहिला यतातिर मेलको रुखहरू निकै हुन गर्दै थियो अनि यतातिर मान्छेहरू पनि बस्थ्यो क्या यतातिर चाहिँ आमाहरू यता बस्नुहुन्थ्यो पहिला अनि यहाँ कसको घरहरू थियो होला सायद मलाई थाहा छैन है हजुरहरूलाई थाहा छ भने कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला अहिले चाहिँ यहाँ चाहिँ मान्छेहरू बस्दैन सो यता उभोहरू पनि छ है अनि अहिले यस्तो छ म चाहिँ अहिले त्यो लिएर आएको टाढोबाट पनि राखिरहेको छु होइन त्यस्तो हो क्या अनि अब म माथि ठुलोहरूको गएँ अलिकति दृश्यहरू देखाउने छु माथि गएर है सो स्टेडियम किप वाचिङ है त यो चाहिँ अहिले ठुलोहरूको हो होइन यस्तो गर्दा चाहिँ अलिकति जुम गऱ्यो होइन किनकि माथि चाहिँ म जानु सक्दिनँ किनकि अब गाडी जाँदैन यतातिर होइन अहिले पुरा चिप्लो छ यो रातो माटोले पुरा चिप्लिन्छ है अनि यता कता चाहिँ घले बाजेको घर है अनि यता पनि छ यता पर पनि छ होइन मान्छेहरूको घर अब उता चाहिँ जान्दिनँ होइन गाइस यति नै हो आजको लागि होइन तपाईँहरूले हेरिदिनुहोस् होला है अनि माथि माथितिर घर छ है अहिले चाहिँ बाबा गाडी लिएर आएको म यता माथि होइन अनि त्यही हो गाइस किप वाचिङ किप लभिङ होइन एन्ड सब्सक्राइब गर्नु नबिर्सिदिनु होला यस्तै भ्लगहरूको लागि होइन अनि कुनै दिन राम्रो अब पानी नपरेको मौसम
म मौसम राम्रो भएको बेलामा अभियसली लिएर आउनेछु है टिल देन यो हेरेर कस्तो लाग्यो हजुरहरूले कमेन्ट सेक्सनमा छोडिदिनुहोस् होला टिल देन स्टे सेफ टेक केयर एन्ड सी यु इन नेक्स्ट ब्लग गाइज टेक केयर ल त गाइस अहिले चाहिँ पानी परेको अवस्थामा यस्तो छ है यहाँ तल एउटा गाईले नि हेरिरहेको छ मलाई अनि यो छ अहिले गाउँको दृश्यहरू यस्तो भएर अहिले पानी पुरा कुहिरोले सब छोपिरहेको छ हो त्यसले गर्दाखेरि ल त गाइस सी यु इन नेक्स्ट ब्लग यता माथि चाहिँ यस्तो छ है त त्यो माथिको मैले अघि देखाएको पुण्यारा हो यस्तो छ अहिले है यस्तो छ मैले है त यस्तो छ अहिले चाहिँ ल त गाइस